कति टाढा छ त? अब लाग्छ 10 मिनट हिँडेर। क्या दामी सिन छ क्या। हेरौँ त। उडुसान जान लागेको हामी चाहिँ। अब धेरै छैन, यही माथि हो यो जङ्गल कटेर गएपछि दामी सिन छ यो। एकचोटि म यो गर्ने क्या। गयो चाहिँ 3D। ओ क्या दामी नक्सा दामी देखिँदो रहेछ। कहाँको नक्सा होला है? दुर्पिन हेर्ने ठाउँमा जाँदै हो। कहिलेदेखिको फोटो हो त? के हो त यो? यो त नक्सा होला क्या। नक्सा कति छैन चारै अब दुर्पिन हेर्ने ठाउँमा आइयो। खोला यो किन उत्तर कोरिया चाहिँ हो होइन दाइ? उत्तर कोरिया खोलादेखि पारी सबै उत्योहरू पनि ए अनुसङ्ग्राम छ नि। यो समुद्र हो कि खोला हो कि नदी के हो रे? हानगाङ कुन हो? तर उत्तर कोरियाको त घरहरू देखिँदैन त। सानो सानो उपर हाम्रो बरु ठाउँ पर आएर कत्रो कत्रो घर देखिन्छ। हानगाङ नदी चाहिँ यताबाट हो। यस्तो नदीमा चाहिँ बोटहरू कुदाउनु दिँदैन के होला? नुन जमेको बिच बिचमा माटोहरू
त्यो त नुन जमेको हो दाइ नुन जमेको छ टक्क उतै है नुन हो नि दाइ हानगाङ नदी यही होइन दाइ यो हानगाङ नदी अनि उतो परको कुन हो दाइ उत्यो उत्तर कोरिया हो खोलादेखि यता यो सबै नदी समुद्र हो पारिपट्टि उत्तर कोरिया हाम्रो दुईजना नेपाली दाइहरू यहाँबाट माथि चाहिँ दूरबीन हेर्ने ठाउँ हाम्रो मिसिनी नदी हो है हामीले माछा मार्ने त्यो पुलबाट उनी देखिँदो रहेछ दाइ ओ यावा दाइ देख्यो उत्तर कोरिया ये